आज चाहिँ हामी हाम्रो कोट घर जाँदैछौँ। हाम्रो कोट घर चाहिँ देउराली भन्ने ठाउँमा हो। अनि अहिले चाहिँ हामी यहाँ हर्बिचौरबाट अब यो कालीगण्डकी कोरिडोर तपाईँहरूले देख्न सक्नुहुन्छ होइन। कालीगण्डकी कोरिडोर हुँदै हामी चाहिँ जान्छौँ अब अर्मिनी। अनि अर्मिनीबाट लाग्छौँ हामी माथि उकालो उकालो कच्ची रोड छ। अहिले चाहिँ कस्तो छ प्रायः त्यो अब कच्ची रोड भनेको अप्ठ्यारै हुन्छ नि त। प्रायः चाहिँ अप्ठ्यारै हुन्छ। अहिले यो दसैँको र तिहारको बेलामा चाहिँ त्यो राम्रै बनाइरहेको हुन्छ। अहिले चाहिँ कस्तो बनाएको छ थाहा छैन, अब गएपछि मात्रै थाहा हुन्छ। अर्मिनीसम्म त बाटो घिउ छ, त्यस्तो पुरै बवाल छ क्या बाटो यो। त्यस्तो अप्ठ्यारो बाटो थियो। अनि हामीले चाहिँ के भनिन्थ्यो भन्दा यो बाटो चाहिँ हाम्रो टाइममा हामी बाँचनजोरी चाहिँ यो बाटो हामी गाडी चढेर हिँड्न सकिन्न, हिँड्न पाइँदैन के। त्यस्तो अप्ठ्यारो त्यस्तो सोचिन्थ्यो क्या हामीले। तर आर्मीले ठेक्का लियो बाटो। अनि आर्मीले ठेक्का लिएर विदिन 3 to 4 years भित्र होला। अब एक्ज्याक्टली चाहिँ मलाई यस्तो नलेजहरू चाहिँ त्यति साह्रो हुँदैन, अझै कम होला, अझै पनि कम हुनसक्छ, अझै कम टाइममा हुनसक्छ। जोडिसक्यो कि हामी अर्मिनी आइसक्यो होइन। अब यहाँबाट परबाट हामी माथि जान्छौँ ठ्याक्क अर्मिनी। यो निरबाट माथि गइन्छ। अब यहाँबाट चाहिँ माथि लाग्ने हो। बाटो कस्तो छ थाहा छैन, कच्ची बाटो हो। यो बाटो चाहिँ हल्का चिप्लो हुन्छ क्या प्रायः, किनकि यो ओछे पर्छ क्या, यो शीत परे जस्तो हुन्छ क्या, त्यही भएर चिप्लो बाटो हुन्छ। यो वल्तिर धान छ नि त, यसले गर्दा पनि दामी सर्ट आउँछ क्या। ओ वाओ, यहाँबाट चाहिँ राम्रो भ्यू देख्छ तल। अब हामी चाहिँ बिस्तारै आफ्नो गतिमा हिँडिरहेको छौँ रोकम होइन। ल है एनएस हो एनएस। ल है हामी बाटो त आहा
आयो घरहरू देखिन थाल्यो तलमाथि त्यो गाडी त अघि नै पुग्नु पर्ने त बडो ठुलो रहेछ अब ओभरटेक गर्नु पनि गाह्रो छ बाटो ल डेन्जर चिप्लो छ त म प्रो राइडर परेन यहाँनिर चाहिँ देखियो मेरो नाइस थ्याङ्क यू ल धेरै धेरै धन्यवाद बाटो दिएकोमा अब आइयो फाइनली गाइज फाइनली देउराली आइयो दुःख सुख पार्किङ गरौँ अनि बिस्तारै चल्दिउँ बाजाहरू बजाएर हामी चाहिँ पहिला यता जान्छौँ होइन यता गएर त्यहाँनिर मन्दिर छ यता गएर फेरि हामी उता पनि जान्छौँ उता यता चाहिँ हर्मिनीको कोटा चाहिँ यता पऱ्यो अनि हाम्रो हर्मिचौरतिर हाम्रो गाउँको चाहिँ पर पऱ्यो मन्दिर अब मसँग ऊ लोर्का आएको छ एउटा साथी ऊ चाहिँ मास्क खोल्दिन मलाई लाज लाग्छ भनेर चाहिँ अघिदेखि यहाँ चाहिँ मन्दिर छ तपाईँले मन्दिर देख्न सक्नुहुन्छ सानो चट्ट राम्रो मन्दिर छ पहिला चाहिँ हामी राति हिँड्दै आउनु पर्थ्यो क्या गाउँदेखि नै अनि कस्तो खासमा चलन चाहिँ कस्तो थियो भन्दा अघिल्लो दिन अब गाउँबाट बाजा बजाउँदै रमाइलो गर्दै आउँथेँ अनि आयो रातभरि यता रमाइलो गऱ्यो अनि यतै घरहरूमा बस्यो अनि अर्को दिन पनि रमाइलो गऱ्यो अनि फर्क्यो हिँड्दै आयो हिँड्दै गयो त्यस्तो सिस्टम थियो पहिला अचेल चाहिँ अब सुविधा भयो सेवा सुविधा बढ्दै गयो गाडीहरू आयो अनि गाडीमा आउने जाने गर्यो मान्छे अनि अचेल त राति आउने मान्छे चाहिँ खासै हुँदैन कम हुन्छ के चलिरहेछ हो दाने यस्तो छ सल्टीहरू त्यस्तो छ गुलेलीले ढुङ्गाले दाउराले हानेर झराइदिनु सक्छ कि त्यही भएर म चाहिँ डोल उडाउँदा अलिक टाढा परबाट उडाइरहेको छु केटाकेटीले ढुङ्गाले हानेर झारिदिनु सक्छ कि अब चाहिँ हामी अलमोस्ट आइसकियो रमाइलोमा तपाईँले ब्याकग्राउन्डमा बाजाहरू पनि सुत्न सक्नुहुन्छ यहाँ अब भित्र त्यो साबीको पाडो काट्दैछ होइन काट्ने क्रम चलिरहेको छ त्यसमा चाहिँ के छ भन्दा पानी हालिरहेछ होइन अहिले पानी हालिदिन्छ टिका लगाइदिन्छ
अनि टिकाएर पानी हालेपछि उसले चाहिँ त्यो पानी धेरै भएपछि त अभियसली जनावर त भर्र गर्छ नि त होइन त्यो पानी उछिट्याउनलाई भर्र गर्दाखेरि चाहिँ अब यहाँ त्यो चलन पहिलेदेखि आएको चलन त्यो चाहिँ पाडोले मान्यो भन्ने चलन छ। अनि त्यो मान्यो भनेपछि त्यो 5 जना पुजारी छन् तिनीहरूले खप्पर सप्पर लगाउँछन् कि खप्पर भन्नाले मास्क लाइक कस्तो भन्दा काठमाडौँतिर त्यो नेवारी कल्चरहरू हुन्छ नि त्यो लाखे नाच्ने टाइपको के त्यस्तै चाहिँ अब ऊ त लाखे भयो यहाँ चाहिँ लाखे होइन अर्को त्यो के खप्पर हुन्छ त्यो मलाई चाहिँ नाम चाहिँ थाहा छैन। अहिले लास्टमा कोही भेट्यो भने कोही सोध्न कोसिस गर्छु होइन भेट्यो भने होइन भने चाहिँ त्यो चाहिँ मलाई जान्दिनँ त्यसको लागि म माफ पाऊँ होइन। अनि अब त्यो जिस्क्याउँछ होइन जिस्क्याएर खप्पर लगाएर जिस्क्याउँछ अनि उसलाई त्यो नाच्दै बाजा बजाउँदै यसो नाच्छ अनि थोरै काट्छ अर्को आउँछ नाच्छ अनि अर्को आउँछ काट्छ अर्को आउँछ नाच्छ काट्छ त्यसो गर्छ क्या होइन। अनि त्यो क्रममा अब मैले त्यो काटेको त देखाउनु भएन काटेको देखायो भने त मेरो भिडियो ब्लक हुन्छ म त्यो देखाउन सक्दिनँ। अनि त्यो काटेको ब्लर गरेर त्यो नाचेको पार्टहरू अलिअलि तपाईँहरूलाई आइडिया होस् भनेर म देखाउने कोसिस गरेको छु होइन कतिसम्म गर्न सकिन्छ म देखाउँछु तपाईँहरूलाई। अब भिडियो राम्रो लाग्यो भने सेयर सब्सक्राइब गर्न नभुल्नु होला होइन। हजुरलाई पानी हालिदिएर अब त्यसले मान्यो हल्लिएपछि मान्यो भन्ने चलन हुन्छ। अनि हो बाजु त आफै हल्लियो त यस्तो हुँदैछ। म पनि यो खासमा अहिलेसम्म यसरी हेरेको छैन क्या पहिला टाढाबाट हेरेर बाहिरबाट हेरेर सट्टा निस्किन्थेँ अहिले चाहिँ यो भिडियो बनाउने चक्करमा चाहिँ अब यो हेर्न आएको छु म पुरै यस्तो चाहिँ देखेको थिइनँ मैले हेरेको थिइनँ यस्तो हुँदैछ यो खासमा अब के हो उहाँलाई के भनिराख्नु भएको छ अब यहाँ चाहिँ साउन्ड आउँदैन उहाँ म अलिक टाढा छु होइन। 39 थियो 30 बनाइछ बाजेले उहाँ अर्को बाजेलाई के भन्न जानुभयो बाजे चाहिँ उहाँ फाइट खेल्न थाले के भएको हो के हो कसो हो आइडोन्ट नो राजाले के भन्नुभएको छ थाहा छैन है मैले चाहिँ सुनेको छैन यहाँ। अब बाजेले के भनिराख्नु भएको छ ओ ल ओ बाजे हल्लिन थाल्नु भयो होइन चाहिँ बाजा बजाउनु पऱ्यो रे हाम्रो चाहिँ बाजाको टोली यता छ होइन बाजाको टोली छ अनि हाम्रो त्यति भगवानको शक्ति धेरै छ भगवानलाई मान भनेर आउनु ठड्याएर र यहाँ बाले उफ्रिँदै गरेर भन्दै हुनुहुन्छ होइन। यता चाहिँ भगवान लाग्यो भगवान उत्रिएको भन्ने चलन हुन्छ होइन। मलाई भन्दा पनि मेरो साथी अब लक्ष्मीकान्त छ होइन बचपनदेखिको साथी भनौँ होइन उसले चाहिँ अझै मलाई भन्दा पनि बढी राम्रो आइडिया छ। खासमा यो के हो यो खप्पर सप्पर लगाएर जिस्क्याउने गर्ने गर्छ नि त अब यो काटेपछि हो कि नकाट्दै गर्छ कि के हो खासमा यो पहिलादेखि चलिआएको चाहिँ अब काटिसकेपछि उनीहरू मन्दिरमा जान्छ अनि मन्दिरबाट खप्पर लगाएर आएर जिस्के यहाँ पहिला त्यो पाडा यो काट्ने अब के भन्छ बलि दिने भनौँ काट्ने शब्द चाहिँ अलि नराम्रो जस्तो फिल हुने रहेछ नराम्रो जस्तो हुने रहेछ फेरि बलि दिने पनि अचेल त नराम्रै भन्छ। अनि खासमा यो ठाउँको हिस्ट्री केही थाहा छ त तँलाई हिस्ट्री भन्दा पनि अब त्यही यो जुन पाडालाई ल्याइसकेपछि उसलाई पानी चढाइन्छ पूजा गरिन्छ। अब नर्मली भन्दाखेरि पानी चढाएपछि उसले मान्छ भन्ने चलन छ त्यो भन्दा पनि अब टाइम भएपछि मात्र मान्ने हो। अब पानी चढाएरै मान्ने भए त जति बेला पानी खन्याउँछौँ उति बेलै ऊ रेडी हुनुपर्ने ज्यान हल्लाउनु पर्ने अब त्यसको पनि साइज छ अनि त्यसपछि मात्र मान्ने चलन छ। त्यसो हुँदा मलाई चाहिँ विश्वास छ। ल यहाँ सुरु भइसक्यो मान्छेले त्यहाँ खोडा लिएर घुम्दैछ
My कसम Oh God Oh shit अघि जति त्यो 5 जना पुजारीहरू थियो नि त्यो सबै तल मन्दिर गएर अनि त्यो मास्क लगाएर नाच्दै नाच्दै आएर लास्टमा यता हाम्रो यो यहाँ मन्दिरमा ढोगेर अनि एन्ड गर्ने रहेछ अब 3 जना आइसक्यो अब 2 जना बाँकी छ 2 जना अर्को आउँदैछ त्यताबाट तपाईहरुले देख्न सक्नुहुन्छ एजुसी त्यहाँ नाच्दैछ अब मैले सबैको भिडियो चाहिँ खिच्न भ्याएन हैन अब म कुनै मान्छे अब यहाँ कोही यसको हिस्ट्री जानेको मान्छे कोही छ भने उहाँसँग कुरा गर्न जान्छु अब यहाँ चाहिँ अब अलमोस्ट सिमिलर हो अब अलमोस्ट सक्यो अलमोस्ट अब यहाँको कार्यक्रमहरू सकिसक्यो हैन नाचगान अब त्यो छापीको पाडो ढाल्नेहरू मेन प्रोग्राम भनेको त्यही हो के त्यो एउटा अरू चाहिँ अब नर्मली हुन्छ अरूलाई त्यस्तो रमाइलो हुँदैन मेन प्रोग्राम चाहिँ त्यही हुन्छ त्यो चाहिँ सक्यो अब चाहिँ म यहाँबाट अलिक विज्ञ मान्छे को हुनुहुन्छ मान्छे यहाँको जानेको मान्छे उहाँलाई चाहिँ हल्का यहाँको बारेमा क्वेसन सोध्न जान्छु प्रत्येक घरबाट अब आफ्नो घरबाट पनि लिएर आउने चलन हुन्छ के पञ्चौली भन्छ हैन अब प्रत्येक घरबाट बाख्राहरू काट्ने त्यो भोग दिने भन्छ भोग दिने हो कि अब समथिङ के बलि दिने गर्छ त्यो क्रममा एउटा आउँदै रहेछ यहाँ पञ्चौली त्यसको थोरै अब क्लिप तपाईँहरूले हेरिसक्नुभयो अर्मिनी गाउँपालिकामा पर्छ अब हाम्रो अर्मिनी गाउँपालिकाको वडा अध्यक्ष हुनुहुन्छ उहाँलाई चाहिँ यहाँको बारेमा म सोध्न जाँदैछु है ल यो क्रियाकलापहरू यहाँ मैले धेरै देखेँ हैन त्यो पाडो काट्ने हो नि के भन्छ अब
भन्दा पाडो भन्दा त अब अर्कै सुनिन्छ होइन अनि त्यसलाई चाहिँ त्यो सिस्टम चाहिँ किन कहिले के छ त्यसको रिजन चाहिँ त्यसरी काट्नु होइन त्यसको चाहिँ केही हिस्ट्री होला नि त पुरानो जानेअनुसार चाहिँ 150-200 वर्ष पहिला हाम्रा पूर्वज आदरणीय बुवाहरूले म आफू सानो छँदै गर्दाखेरि पनि आते जाते गर्दै गर्दाखेरि यहाँ चाहिँ यो जुन देवीको लागि देवीको भोगको लागि जुन दिइने जुन छ एउटा चाहिँ रागो जुन काट्ने जुन चलन र प्रथा चाहिँ छ यो यहाँनिर यो चाहिँ अरिबेनी कोटको लागि आजभन्दा 100 वर्ष जसो नै पहिला यहाँ त्यो रागो देवीको लागि भोग दिनको लागि यो कोट मन्दिर साइडमा रहेको जुन मौलाको थान छ यहाँहरूलाई चाहिँ यहाँको चाहिँ यो रागो काट्नको लागि सहज होस् भनेर नै खुँडाहरू पठाइएको चाहिँ छ त्यो त ठिक छ कि होइन खासमा यो काट्ने चलन काट्न चाहिँ किन पर्ने रहेछ केही त्यो भगवान पहिलाको केही थियो कि भगवान देवी भगवतीको एउटा चाहिँ आफ्नो चाहिँ भोगहरू लिने चलन हुँदो रहेछ जसमा चाहिँ देवी भगवतीलाई चाहिँ खुसी पार्नको लागि हामीले चाहिँ रागो जुन चाहिँ एउटा बलि चढाउनुपर्छ भन्ने मान्यता मूल मान्यता धार्मिक परम्परा बमोजिम नै यो काटिँदो रहेछ यहाँ एकजना पुरानो बुवा हुनुहुन्छ यो बारेमा उहाँलाई अलि विशेष अलि धेरै जानकारी छ होला जस्तो लाग्यो मलाई उहाँलाई सोध्दै जाँदैछु बा यो यहाँ बलि चढाउने चलन छ होइन त्यो बलि चढाउने चलन अब अलमोस्ट कति वर्षदेखि सुरु भयो होइन अनि त्यसको त्यो रिजन कारण के हो किन के को लागि त्यो बलि चढाइन्छ त्यसरी होइन त्यो चाहिँ थोरै जानकारी दिनु न हामीले यहाँ बलि चढाउनु गर्दा हाम्रा बाबु बाजे जिजुले पनि यहाँ बलि चढाएको जाने यहाँ सरकारी खोडा छन् राजाले छाप लगाएका खोडा छन् तिनले नहानिकन यहाँ हान्न पाइँदैन यो सरकारी 3टा मेढा हामीले नगरी हुन्छ हेर्नुहोस् है परम्परादेखि राणा शासनका पालादेखिबाट यहाँ ल्याएर कोट राखेर राजाले चाहिँ नि छाप लगाएका खोडा दिएको अब हामीले गर्दै जाँदा त यो सबै कोटै सरकारले चलाउने हिसाबको कोट हो हाम्रो पुरानो कोट हो पहिला त्यहाँदेखि आइराखेका छन् अब यहाँ होइन अनि मलाई जान्न मन लागेको कुरा चाहिँ अब त्यहाँ चाबीको पाडो काटे होइन काटे अनि त्यो माथिबाट तल आए त्यो पुजारीहरू भाइहरू होइन आएर त्यो खप्पर लाएर गह तिनीहरू जिस्काइरहेछ अनि त्यो लासलाई भनौँ त्यो पाडा त्यो मरेको उसलाई त्यो नागेर गइरहेछ नि त त्यसको त्यो केही होला नि त पहिल्यैदेखिको त्यसको रहस्य के छ भने अब यो देवी भागवतमा कथामा भनियो छ म त पढियो छैन दैवादु कथा जान्दिन तर के हो भने राक्षस महिषासुर होइन राक्षस र अहिले चाहिँ नि भगवतीलाई चाहिँ नि राक्षसले चाहिँ नि अब उनलाई राक्षसले भगवतीलाई चाहिँ नि डसे आफ्नै खाना पक्रन के गर्न भने र महिषासुरले चाहिँ नि र यी राक्षसहरूले गर्दाखेरि अब भगवतीलाई हामीले कसरी जोगाउने त राक्षस महिषासुरलाई हामीले दिनपर्छ भनेर बलि दिने भने महिषासुरलाई भनेर भगवतीलाई अब भगवती बचाउनलाई भनेर राक्षसलाई महिषासुरलाई यो बलि दिएको फेरि कस्तो राक्षस भनेको अब कस्तो गर्न पर्यो त भने रमाइलो गराउन पनि होइन कसैले हँसाउन पनि होइन अब यो यहाँ हामीले अक्षता उठाएर नबोलिकन लिएर गएर तल लगेर फाल्ने चलन छ त्यो रगत र अक्षता लिएर गएर फाल्छन् आएर तिनले कसरी हो त तिनले भन्दा हामीले हे भगवती तर भन्न कथामा भन्छ हामीले महिषासुर सबै लडाएर राक्षस लडाएर आयौँ है हामी जितेर आयौँ भन्न युद्ध गरेर आयौँ हामीले पन्छायौँ हामीले अब छिम छैनन् है भएन भगवती शरण माग्न आए तिनीहरूले राक्षस लगार्यौँ हामीले सबै लगार्यौँ भनेर ती आएर तिनले पाडो खेलाउने त्यहाँबाट चाहिँ त्यो गर्दा भगवती खुसी हुन्छन् भनेर भगवतीलाई खुसी पार्नको निमित्त पाडो हँसाउने हो यहाँ पूजा साबीको पाडो काट्ने हो अर्को चाहिँ अहिलेका अब जेन्जी भनौँ होइन अहिलेका केटाहरू अहिलेका युवाहरू अझै त यो धर्म कर्म मान्दैनन् नि त कम भइरह माने पनि अलिक कम माने तिनीहरूलाई के भन्न चाहनुहुन्छ होइन तिमीहरूले परम्परा छोड्नुहुन्न
हाम्रा बाबुबाजे जिजुबाजेले पुर्खाले ल्याएर घटना छापना थापेर त्यहाँ पुजेराहरूले नुहाएर आएर बत्ती बाल्छन्। यहाँ म यो पूजा यहाँको कोटाको जिम्मा लिने मान्छे मैले फुलपाती साँचेर बस्ने हो। कतिको सौती रहेछ र रहन्छ भगवतीको भन्ने कुरा त्यो दियो बालेर त्यो अहिले त्यो झिबोलियो छ त्यो एउटा माथि त्यो फुलका छलाई त्यो बाल्ने बित्तिकै त्यो दियो गएर यहाँ चाहिँ पुजेर बसेर फुल लिएर बस्छ। त्यहाँ एउटा पुजेराले मिजाले त्यहाँ गएर बाल्छ। त्यो बत्तीको झ्याप्प गएर 3 पारिछन् गएर त्यो फुल छोन्छ। ए ल हेर्नुहोस् है अब शक्ति छैन भने कसरी गर्नु त्यहाँबाट राम्रो भयो भनिन्छ हामीले। त्यो बत्ती गएन भने के भयो के हुन्छ अनिष्ट हुन्छ भन्ने जस्तो हामीले भन्छौँ। अब के अरे पहिला हर्मिचर हाम्रो गाउँको पनि यही थियो कोट पहिले हरिजनको पनि यही हो। ए अनि के भयो त खासमा पछि उहाँहरूले लानुभयो उहाँ ए त्यो सार्न पनि मिल्छ है मिल्छ अनि मरु लान त मिल्यो नि ए नियम अनुसार अब त्यो विधि विधान पुर्याएपछि त मिलिहाल्यो मिलिहाल्यो नि। पछि उहाँहरूले पहिल्यै त्यहाँदेखि हामी सानसाना छँदा पानीहरूले कोट सारे भन्नुहुन्थ्यो बुवाहरूले। ए नाम चाहिँ के पर्यो? मेरो नाम शिवबहादुर फौजामगर। तपाईँ यहाँको पहिलाको पुरानो पुजारी हुनुहुरहेछ होइन? हाम्रो पहिल्यैदेखिको हो हामी हाम्रो सन्तानहरू पुर्खाका पाला यहाँ बाहुनहरू नआउँदैदेखिका मगरले चलाइराखेको कोट हो। यो धेरै पुरानो हो। यो खासमा यहाँ मगर नै पुजारी हुनुपर्ने के छ खासमा? खै अब त हामीले के जानौँ पहिले सुरुदेखि त्यही चलन। तपाईँको बाजे जिजुबाजे हजुरबुवा हुँदै अब तपाईँ हुनुभयो अहिले तपाईँको छोरा पनि छ छोराको छोरा पनि हुन्छ होइन? सबै हुन्छ। अनि यो कस्तो त्यो कतिको मान्नुहुन्छ भगवानमा? अब मानेरै त भाषा हुन त अहिलेसम्म आफूले जानेसम्मको गइरहँदै आइयो छ र हामीले जानेको गर्नु पर्यो भन्दाखेरि पनि अलिकता मिच्न खोजिराखेका छन् यहाँ भएको समाजहरूले। भनौँ न अब समाजहरूले अलिकता कम गर्दै जान खोजेका छन्। खासमा अब पहिला र अहिलेमा के फरक छ? पहिला त यहाँ त धेरै भयङ्कर हुन्थ्यो। म पनि यत्रो सानै हुँदाखेरि बाहिर आएर हिँड्थेँ त्यति बेला भन्दा त अहिले त अब अलिक कम भएको छ। धेरै कम भएको छ अहिले धेरै कम भएको छ। यहाँ पहिला त्यसरी धेरै हुने अब पारिको भयकोटको उहाँ हरिजोरदेखि गिदुवा सबै यहीँ आउने सबैले ठेकी ल्याउने सप्तमीमा सबै यहीँ हुन्थ्यो के अरे। अब त्यो भनेको जानियो। अब यहाँ दाइले भन्नुहुन्छ अझै उहाँ हरिजोरकाले कोहीले पात ल्याउने कोहीले सिङ्का ल्याउने त्यो जम्मै आफ्नो आफ्नो पालो थियो अरे यहाँ सबै कुरा ल्याउने। पछि अनि त्यस्तै झगडा भएछ। त्यसपछि त्यो झगडा हुनु भने त्यो जग्गा धेरै गयो भने त्यहाँबाट हरिजोरकोले यहाँबाट छुट्याएर लगेर हरिजोर बनाउनु भयो अनि भयकोट तिर्काले पनि उतै बनाएका छन्। अदाल वहीँ गर्नुहुन्छ। यहाँ मेनले मात्रै ल्याउनुहुन्छ नत्र शाखा उतै गर्नुभएको छ। अदाल धेरै शाखा नजिक शाखा बनाउनु थाल्नुभयो। त्यसो गर्दाखेरि अदाल कम हुँदै गएको छ यहाँ। र अनि यहीँका हाम्रै यही राज्यकाले पनि तल कालिका बनाएर कालिकापट्टि बढी व्यस्त हुने यतापट्टि चाहिँ ढिला सुस्तीपट्टि लाग्नुभएको छ के अरे। तपाईँले के भन्नुहुन्छ यो पहिला अब मान्छे यसरी छुट्टिया छ होइन? यो यसको त लोभ हुँदै गएको नि त हराउँदै गएको नि त। अब के भन्न चाहनुहुन्छ तपाईँले? यो हराउनु त नहुने हो नि त। यो हराओस् यो राम्रोसँग गरौँ सबै लागि परेर गरौँ। यहाँलाई हामीले गर्नुपर्छ। पुरानो हो यहाँ वरिपरि छैन नि जतिका पुराना कोट हाम्रो। यसमा योभन्दा पहिलेका यी ठुला कोटहरू आलमका भए पैँ कोट भए यहाँका कोट भए अनि हजिम कोट भए यस्ता ठुल्ठुला कोटहरू यिनीहरू हुन्। अरू जम्मै शाखा हुन् पछि बनेका यिनीहरूका शाखाहरू हुन् भनेको सुनेको हामीले। सबै लागि परेर सबैले गरौँ गरिआएको नछोडौँ भनेको। कहिले गर्ने अनि घटाउँदै गर्ने त्यत्रो गर्न सकिन्न भन्ने पनि यहाँ कुरो चलाइराखेका छन्। र अहिले कीर्तन गर्दाखेरि अलिकता घटाउँदाखेरि अलिकता यहाँ महिलाहरूलाई उत्रिएर महिलाहरू पनि बोले कराए हल्लिए। अनि फेरि पुरा गर्छौँ आगुबाट पुरै गर्छौँ 24 घन्टा गर्छौँ भनेर अहिले ठिक भएछ भन्ने कुरो पनि हल्लिनु छोड्यो भन्ने पनि छ। यस्तै छ। अब हल्लिनु हुन्छ सबै उत्रिँदै हुन्छ। यसलाई हामीले देवीलाई राम्रोसँग माने राम्रो हुने हो। अब नमाने अब के गर्ने? मैले त के भन्दैछु भने राम्रोसँग गर्ने हो। पुरानो हामीले जानेसम्मको गर्दै आएको गरिरहने हो भने गरौँ होइन भने हामीले पनि हात झिक्छौँ भनेको छु। म भन्न लागेको छु म त। अनि बा त्यो गरिराखेको चलन होइन चलिराखेको चलन हामीले
चट्ट छोडियो भने केही अनिष्ट हुने हो कि केही अनिष्ट त्यस्तो त भइहाल्छ अनिष्ट त हुन्छ एक ठाउँले त भइहाल्छ विधि चाहिँ त छोड्नु भएन नि त विधि छोड्नु भएन भनेपछि विधिहरू छोड्ने हो भने यिनीहरू नगरौँ बरु सबै विधि पुरा गर्न सकिन्न भने नगरौँ भन्छु कि मैले नगरे पनि उनी खुसी हुन्छ नि आफ्नो ठाउँमा जान्छन् दिदी देवी कि गर्नु पनि फोन नै कुरा पनि नगर्ने गर्छ यहाँ पूजा गर्नुको कारण चाहिँ कि बाले चाहिँ अघि त्यो देवीलाई त्यो के अरे महिषासुरले समातेको के अनि छोडिदियो भनेर महिषासुरको लागि चाहिँ यहाँ बलिदिएको के भन्नुभयो खासमा के हो तपाईँले जानेको कुरा महिषासुरै हो नि अब एउटा राक्षस नै हो नि अब एउटा राक्षस नै हो नि अब पहिला सुरुको यहाँबाट लगेर हामीले उहाँ तल डोबाटो भन्ने अलि तल छ उहाँ लगेर खुन चामलमा खुन मोलेर लैजाने हो गएर यसरी स्वाट फालेर आउने त्यो कहिले पनि घोप्टिन्न अनि हामी पछि गएर अब दसैँ भ्याइएसी जाँदा पनि त्यो तपाईँ उत्तानै हुन्छ त्यहाँ केही जात हुन्न त्यस्तो पनि हामीले देखिराखेको छ अनि त्यो त फाल्ने मान्छे पछि फर्काउने उतै खान्छ पनि भन्थे बुवाहरूले त्यो लगाएर फालेपछि उता फर्केर के आउँदो रहेछ र भने अहिले पनि चलिरहेको कि अब अहिले छैन छ अहिले पनि अहिले फाल्नु भयो तपाईँहरूले बिहानै खाइदियो त्यही हो साबीको पाडो काटो एउटा बुझेले टाउको लिएर जान्छ त्यसपछि त्यो खुन चावलमा थापेर जान्छ त्यसपछि अर्को पानी चुहाउँदै जान्छ त्यसरी त्यहाँबाट पछ्याडा बल्ल खिजाउँदै आउँछन् पछ्याडा त्यो प्रोसेस भइसक्यो त्यो भइसक्यो उनी तिनी कान्छी चाहिने देवी हुनु अरे क्या तिनी राक्षस नि हुनु अरे तिनी त्यही भएर पर लगेर दिने गरेका नजिक नपसालेका उनलाई उतै बुझाउन जाने यता अर्को नौ बहिनी देवीमा तिनी कान्छी चाहिने हुनु अरे कि त्यही भनेको छ नि जिस्क्याउने खासमा कारण चाहिँ के रहेछ जिस्क्याउँदै आउने नाच्दै आउने खै यसमा त पहिलेदेखिको चलन पहिलेदेखिको चलन अनि म जति त्यो गिस्क्याउँदाखेरि मान्छे हाँस्छ नि जति मान्छे गलल हाँसियो भने यो बल्ल देवी खुसी हुन्छन् भन्थे के अरे तपाईँले पनि जिस्क्याउनु भयो जिस्क्याइयो के त्यो जति बेला त्यो मास्क लाएर त्यो जिस्क्याउने बेला त्यो छुट्टै इनर्जी छुट्टै पावर आउँछ कि म मफै हो म यही हो भन्ने हुन्छ कि त्यो के हुन्छ त्यति बेला केही न त्यत्रो डर आउँदैन त्यस्तो हुँदैन त्यो लगाइसकेपछि डर आउँदैन डर आउँदैन अरू चाहिँ थाहा हुन्छ सबै कुरा सबै थाहा हुन्छ मैले भर्खर त्यहाँ भित्र गएपछि सुन्न पाएँ होइन केही न केही जानकारी सबै धेरै मान्छेसित जानकारी लिएपछि थोरै गर्दै त्यो नयाँ कुरा पनि आउँछ नि त त्यहाँ कसो आयो भन्दा कुरा त्यहाँ साबीको पाडो काटेर जुन त्यो ब्लड हुन्छ नि त त्यो ब्लडमा चाहिँ त्यो अक्षता भन्छ चामल भन्छ क्या अक्षता चामल होइन त्यो ब्लडमा भिजेको चामल चाहिँ एउटा टपरी दुनो काठमाडौँतिर चाहिँ बोता भन्छ होला बोतामा राखेर होइन पर लिएर आएर पर गएर त्यो पुजारीहरू जति बेला त्यो मास्क त्यो काटेर टाउको र ऊ लिएर यता भाग्यो नि त अघि त्यो काटेपछि अनि त्यति बेला चाहिँ त्यो दुनो त्यो टपरी त्यो बोता त्यो तल अर्को देवीलाई चढाइन्छ अरे क्या फालिन्छ अरे तल चढाउने पनि कस्तो भन्दा त्यो नर्मल्ली लगेर दिने नै कि फ्यालिदिने रे फ्यालिदिएपछि त्यहाँ त्यो फर्केर हेऱ्यो त्यो फेलिदिने मान्छेले त्यो यहाँ हल्ला चाहिँ सरी त्यो फेलिदिने मान्छेले चाहिँ पछाडि हेऱ्यो भने फ्याल्दै पछाडि हेऱ्यो भने त्यो मान्छेलाई चाहिँ त्यो देवीले लिएर जान्छ अरे के त्यस्तो भन्ने चलन छ अरे अनि हेरेन अब इनकेस अब दसैँ पछि गएर त्यहाँ हेर्दाखेरि त्यो चाहिँ दुनो कहिले घोप्टिन्न अरे होइन जुन त्यो दुनो टपरी बोता के भन्छ त्यो जुन फालियो नि त्यहाँ अक्षता राखेर फालियो चामल राखेर फालियो नि त्यो चाहिँ घोप्टिन्न अरे कि सधैँ सिधा हुन्छ अरे अनि भित्र चाहिँ खाली हुन्छ अरे कि त्यो कसले खाएको त्यो खाली हुन्छ अरे त्यस्तो भन्ने चलन छ अब त्यस्तो रहेछ नयाँ कुरा जान्ने हो अब यहाँको कुरा सक्यो अब हामी पल्लो कोटा गएर दर्शन गरेर अब घर फर्किन्छ अब हाम्रो चाहिँ ब्लगको अन्तिम स्टेजमा आइएछ हामी हाम्रो आफ्नो कोट हो जुन हाम्रो हर्मिचौरको त्यो अघि कुरा आयो नि त छुट्टिएर नयाँ कोट बनाएको भन्ने कुरा आयो नि त त्यो कोट हो अब त्यो कोट जाँदैछौँ हामी अब धेरै टाढा छैन नजिकै छ यो थिम चाहिँ बाटो अलि ठिक रहन्छ तल जस्तो तर ठिकै हो नट ब्याड होइन तर तल जस्तो राम्रो चाहिँ लागेन मलाई बाटो फर्स्ट एक्सपिरियन्स हो मेरो यसरी भिडियो बनाएको होइन मैले पहिला बनाएको छैन होइन म चाहिँ क्यामेरा पछाडि बसेर काम गर्ने मान्छे परेँ धेरै क्यामेरा पछाडि चाहिँ धेरै काम गरियो क्यामेरा अगाडि चाहिँ अहिले बल्ल जोस आइरहेको छ क्या क्यामेरा अगाडि आएर बोलेर भिडियो बनाउनलाई हल्का अब बोल्ने शैली चाहिँ मेरो ठिक छैन त्यस्तै अब बानी छैन नि त बिस्तारै बानी पर्ला बिस्तारै राम्रो बोल्दै गइएला तपाईँहरूले साथ दिनुभयो भने
यता रमाइलो रहेछ यता चाहिँ अब यता पनि बाजा बजिरहेको रहेछ होइन नमस्ते नमस्ते मान्छे चाहिँ अब पूजा गरेर फर्किसक्नु भयो हामी चाहिँ अब बल्ल आउँदैछौँ चाहिँ अब ढिला आयो कडा आयो वाला पार्टी पर्यो ओ छिर्छ नि गाडी छिर्छ नमस्कार अङ्कल मोबाइलमा पनि चार्ज सकिसक्यो अब मेरो 360 क्यामेरामा पनि चार्ज सकिसक्यो त्यही भएर हामीले उता धेरै भिडियो खिच्यो कि यता भिडियो खिच्न अलि नसकिने भयो अब म ड्रोनबाट सर्ट हान्छु अनि जति अहिले बोले त्यही होला जस्तो छ यताको सर्टहरू चाहिँ धेरै खिच्न भ्याइने भएन भिडियो चाहिँ अलरेडी लामो हुने भयो कि यस दाइ नमस्ते नमस्ते गजब सक्यो यता अब ए ल ल सकिन्छ सकिएको छैन रे तर ब्याट्री चाहिँ सक्यो लास्टसम्म जसले हेर्नुभयो उहाँहरूलाई धेरै धेरै धन्यवाद मलाई साथ दिनुभएकोमा अनि आजको भ्लग चाहिँ यही नै एन्ड गरौँ अनि यस्तै भ्लगहरू हेर्न मन लाग्छ तपाईँहरूलाई भने अब मलाई चाहिँ सब्सक्राइब गर्न नभुल्नु होला अनि आजको लागि चाहिँ यति भयो बाई बाई गुड नाइट गुड मर्निङ सायोनारा